आज त कोठै पाएन बुढी। के गर्ने होला अब? चिन्ता नगर्नुस्, आज जसो तसो बसौँला, भोलि फेरि खोजौँला नि। गाउँमा घर हुँदा हुँदै आज मेरी गर्भवती बुढीलाई सडकमा बसाउनु पर्यो। भाइ, यस्तो रातमा गर्भवती श्रीमती लिएर सडकमा नबस्नुस्, मेरो कोठामा आज बस्नुस्। आफ्नै घरबाट निकालिँदा त यति पीडा हुन्छ भन्ने आज थाहा पाएँ। हजुरलाई धेरै धेरै धन्यवाद दाइ। हजुर अन्जान सहर अन्जान मान्छे भएर पनि हामीलाई मद्दत गर्नुभयो। आफ्नाले साथ छोड्दा अन्जान मान्छेले साथ दिएको दिन कहिल्यै बिर्सिन्न। सानो कोठा भए पनि अबदेखि यही हाम्रो संसार हो बुढी। धन सम्पत्ति भएन भने पनि केही होइन है, साथ दिने मान्छे हुनु नै ठुलो कुरा रहेछ। अर्को भागको लागि लाइक, कमेन्ट र शेयर गर्नुहोस्। मलाई भिडियो बनाउन प्रेरणा मिल्छ।